हेलो एभ्रिबडी वेलकम टु माई च्यानल अगेन होइन केटाकेटी हो। अब कुरा के भन्दाखेरि अब नेपालले वर्ल्ड कप क्वालिफायर खेल्न जाँदैछ। त्यहाँ चाहिँ अब नेपालले दुईवटा गेममा प्र्याक्टिस म्याचमा दुईवटै गेम जितेको छ। कतिले भन्छ कि अब थोरै हार्यो जित्न त जित्यो, बिस्तारै जित्यो, यसरी जित्यो। अब म के भन्छु भने उनीहरूलाई चाहिँ होइन एउटै कुरा भन्न चाहन्छु, राम्रोसँग हेर है, यो भिडियोमा राम्रोसँग हेर। जित्यो, मजाले जित्यो हो। किनभने हिजो हामीले 17 रनले जित्दाखेरि पनि 5 ओभर अगाडि नै थाहा थियो क्या हामी गेम जितिसक्यो भनेर। हामी त्यो गेम जित्नलाई खेलेकै होइन, एउटा कुरो। अर्को कुरो भनेको हामीले सबलाई बलिङ टेस्टिङ गराएको थियौँ। अनि फोर्थ कुरो भनेको हामीले हरेक प्लेयरलाई हरेक सिचुएसनमा यो सिचुएसनमा तँलाई लाँदा कस्तो हुन्छ भनेर खेलाउन खोजे हो। हामीले जित्नको लागि खेले होइन त्यो गेम। हुन कि हामीले जित्छौँ, त्यो गेम त हामीले जित्यो पनि होइन, त्यो जित्ने ठुलो कुरो होइन। हामी चाहिँ त्यो गेममा चाहिँ कसरी जित्छौँ र यस्तै भवितव्यमा आइगामा यो सिचुएसनमा कसले कसरी खेल्छ भन्ने हिसाबले हामीले खेले हो। त्यहाँबाट हामीले के थाहा पायौँ भन्दाखेरि हाम्रो फिनिसर बलर को हो थाहा पायौँ हामीले। हाम्रो फिनिसिङ को गर्छ त्यो हामीलाई थाहा छ होइन। नामै लिनुपर्ने भने म भनिदिन्छु, हाम्रो फिनिसर भनेको सन्जु जोरा अगाडि आउनुपर्छ। दिपेन्द्र सिंह ऐरी विकेटको हिसाबले कति विकेट गएको छ, कति बल बाँकी छ, त्यो हिसाबले यदि कम बल भनौँ न लाइक 16 ओभर सकाएको छ भने होइन आधी लाल आउनुपर्छ, होइन ऐरी आउँछ। त्यो हामीले सबै टेस्ट गरिसक्यौँ होइन। अनि फाइनल ओभरमा जस्तै लास्ट ओभर 20 ओभर त हाम्रो नन्दनले नै गर्छ, 20 र 18 नन्दनले गर्छ होइन। तर त्यो भन्दैमा 17 र 19 ओभर चाहिँ कसले गर्छ? 17 सायद ऐरीले गर्छ। हामीलाई अझै पनि क्वेसन छ कि 19 कसले गर्छ, किनभने हाम्रो छैन। सायद 17 मेबी सोमपाल र करण जो टिममा हुन्छ उसले गर्छ। 19 वेट गयो त स्पिनर होइन। त्यो चाहिँ अब ऐरीभन्दा चाहिँ अब खासैमा कोही पनि देख्दैन अरू, किनभने 20 अफकोर्स नन्दनले गर्छ। हेरौँ टिमको पर्फर्मेन्स कस्तो हुन्छ। हामीले आज सबै टेस्टिङ गरे हो आज होइन। आजको म्याच टेस्टिङ गर्दा गर्दै पनि जित्यो। आजको जित खासै ठुलो कुरो होइन। विल सी इन द वर्ल्ड कप क्वालिफायर। थ्याङ्क यू।